up and how it's all gonna be good. So please, like you know. हेलो नमस्ते फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ मिनी ब्लगमा। आज चाहिँ हामी मामु छोरा चट्ट परेर कहाँसम्म जाँदै छौं होला त। हामी चाहिँ आज भट्टीमोडसम्म जाँदै छौं केही सामान लिनको लागि। जाँदा जाँदा बिच बाटोमा मोमो देखेर मेरो छोरालाई मोमो खान परिहाल्यो। मोमो खानु परेपछि मेरो छोराले मोमो मैले चाहिँ छोला मगाएर खाए। अनि खाइसकेपछि हामी फेरि पानीपुरी तर्फ लाग्यौं। त्यसपछि हामीले फेरि मैले पानीपुरी खाए। अनि पानीपुरी खाइसकेपछि फेरि म अलि अगाडि बढ्न थाले के लिनको लागि होला। म चाहिँ आज जाँदै छु खसीको मासु लिनको लागि। अनि जाँदै छौं जाँदा 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 आयो पसल अनि मैले चाहिँ एक पाउ खसीको मासु लिए। हामी दुईजना बुढाबुढीको लागि मात्रै हो नि त। मेरो छोरा खाँदैन, उ चाहिँ भेज हो। अनि मामु कस्तो गनायो भनेर भन्दै थियो उसले चाहिँ मलाई त्यहाँनेरि। अनि अब त गनाको पनि बुझ्न थालिसक्यो मेरो छोराले। अनि मैले मासु लिएर घरतिर फर्किने निर्णय लिए। अब चाहिँ हामी घर जाँदै छौं। थ्यांक यू फर वाचिङ गाइज। लभ यू अल। नमस्ते फेरि पनि फेरि